घरमा मेरो म्याडमले नयाँ चिज बनाउनु भएको छ। चाहिँ यो हाम्रोतिर त यसलाई खासै झुमर भन्छन्, तर यहाँतिर यसलाई बाजुरी भन्छन्। इन्डियातिर मुम्बईतिर यो खानको लागि धेरै शरीरको लागि राम्रो हुन्छ। फेरि अनि अलि कालो नै हुन्छ, तर शरीरको लागि एकदम फाइदाजनक हुन्छ। त्यसै कारण आज मेरो म्याडमले भाक्री भन्छन् बनाउनु भएको छ। त्यसैमा अलि घी हालेर आज खाने भन्ने एउटा भइराखेको छ। अब खानको लागि चालु गर्न लागिसकेको छु। यो नखाएको खाएको त कहिले छैन, पहिलोपटक खान लागेको छ। बस अब त्यति नै भयो नि हुन्छ। अब चालु गरौँ फेरि भनौँ। यसोसँग मोचेर यो खाँदाखेरि धेरै राम्रो हुन्छ। यो मिठो पनि धेरै हुन्छ। यसलाई के भने हाम्रो गाउँतिर गाइस खाँदाखेरि त धेरै मिठो लाग्यो। घिउसँग खाँदाखेरि, अरूसँग खाँदाखेरि त मिठो त्यति हुन्न, तर चाहिँ घिउसँग खाँदाखेरि धेरै मिठो हुन्छ रहेछ। बोल्न गाइस धेरै मिठो रहेछ यो। हजुरहरू पनि ट्राई गर्नु होला, खाएर एकपटक देख्नु होला।